कति ठाउँमा टालेर लाउने। अब यदि हामीलाई नयाँ ऊर्जा चाहिन्छ भने तपाईँको नयाँ भोटो चाहियो क्या हामीलाई, नयाँ भोटो हामीले लाउनु पर्यो। खालि पुरानो भोटो कति ठाउँमा टालेर लाउने। देशको अवस्था त पुरै बिग्रिसके जस्तो देखिन्छ। जस्तो देशको अङ्गहरू नै भनौँ होइन, शिक्षकहरू आन्दोलनमा, डक्टरहरू आन्दोलनमा होइन, यो के भइरहेछ त देशमा? यस्तो हो क्या, सबैभन्दा राज्य संवेदनशील केमा हुनुपर्छ भने यदि शिक्षाले राम्रो जनशक्ति उत्पादन गरेर समाजलाई राम्रो चेतना जगाउन सकेको भए अहिलेको परिवेश आउँथेन। राज्य संयन्त्रमा यति धेरै विकनेसेस आउँथेन। राज्य संयन्त्र चलाउने मेन पावरदेखि तपाईँको सबै मेन पावरमा शिक्षाको कमी छ त होइन, राम्रोसँग हामी चेतना जगाउन सकेको छैनौँ त। अनि कसरी तपाईँको आन्दोलन हुँदैन र कसरी राज्य सञ्चालनमा बाधा व्यवधान सिर्जना हुँदैन त? के हुन्छ त? वर्ष पनि तपाईँहरूले सडकमा सुतेरै आन्दोलन सुनेन। अब यस्तो भयो, हाम्रो मुख्य माग के छ भने विशेष गरी यो शिक्षा र स्वास्थ्यमा सरकार संवेदनशील भयो भने अहिले भएका आधा समस्या यहाँबाट हराउन सक्छन्। आर्थिक समृद्धिका लागि शिक्षा र स्वास्थ्य चाहिने तपाईँको एकदम संवेदनशील भएर राज्यले त्यो किसिमको नीति निर्माण गर्नुपर्छ। नीति निर्माणमै राज्य चुकेको छ। यदि शिक्षा नीति राम्रोसँग ल्याएर शिक्षकलाई थप जिम्मेवार बनाउन सक्यो, शिक्षकका सेवा सुविधादेखि लिएर यो शिक्षकलाई हेर्ने दृष्टिकोणै बदल्न सकियो भने पक्कै पनि समाज हामीले बदल्न सकिन्छ। समाजमा केही चाहिने नयाँ कुशे ढुङ्गा स्थापित गर्न सकिन्छ। यो तपाईँको समय अनुकूल हामीले समाज बदल्न सकिन्छ। तर समय अनुकूल समाज बदल्नका लागि राज्य नै बाधक भएको महसुस भएको छ। यसका लागि शिक्षा ऐन यथाशीघ्र यही हिउँदे अधिवेशनलाई जारी गर्नुपर्छ भन्ने हामी आम शिक्षकको माग छ। तर यद्यपि तपाईँहरूलाई स्मरण रहोस्, यो शिक्षा ऐन विदेशी यो युथ जेनेरेसन विदेश पलायन हुने रोक्नका लागि हो। यो शिक्षा ऐन समग्र गुणस्तरीय शिक्षा सुधारका लागि हो। यो शिक्षा ऐन नेपालमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि हो, तमाम शिक्षकका लागि मात्रै होइन भन्ने बुझ्नका लागि मेरो हार्दिक अनुरोध छ। जस्तो यो आन्दोलन गरिसक्दा फेरि तपाईँहरूको माग सुन्ने भयो भने के हुन्छ? होइन, यस्तो छ, राज्यले सुनवाई भएन भने राज्यले क्षति बेहोर्छ। अहिले नै राज्यले क्षति बेहोरिरहेको छ। किनकि यदि शिक्षकका माग, शिक्षा स्वास्थ्यका माग राम्रोसँग सम्बोधन भएको भए यो किसिमको आन्दोलन, यो किसिमको अस्थिरता राज्यमा हुन्थेन। जति शिक्षा र स्वास्थ्यका मागमा सरकार लाचार हुन्छ, त्यति सरकारले लाचारीपन देखाउँछ, त्यति नै राज्य अस्थिर हुन्छ, त्यति नै राज्यको जुन संयन्त्र छन्, निकाय छन्, त्यति राम्रोसँग सञ्चालन हुन सक्दैनन्। यो कुरा राज्यले हेक्का राखोस्। सुनेन भने योभन्दा अझ सशक्त तरिकाले अगाडि बढ्नुहुन्छ। सशक्तता हामी अहिले रचनात्मक किसिमको आन्दोलनमा छौँ। भोलि आन्दोलन भयो भने आन्दोलन कुन प्रकृतिको हुन्छ सरकारले थेक्न नसक्ने हुन पनि सक्छ। यो कुरा जानकारी गराउँछ। सरकारलाई तपाईँहरूले च्यालेन्ज दिनु? सरकारलाई च्यालेन्ज भन्दा पनि हाम्रो राज्य बन्नुपर्छ भन्ने हाम्रो दायित्वले आएको आन्दोलन हो यो। सरकारलाई च्यालेन्ज भन्दा पनि सरकारले राज्य बदल्नुपर्छ। अहिलेको संयन्त्र सारा कमजोर भइसकेका छन्। यसलाई सुधार गर्नका लागि शिक्षा नीति राम्रो हुनुपर्छ भनेर राज्यलाई च्यालेन्ज भन्दा पनि राज्यलाई सही ट्र्याकमा हिँडाउनका लागि हामीले यो